यसको नाम यो चाहिँ गङ्गटे मुखे ढुङ्गा रहेछ। खोइ गङ्गटा जस्तो देख्नलाई चाहिँ ड्रोनबाट हेर्नुपर्छ होला, मैले देखिनँ त्यस्तो। अनि फेरि त्यो यो चाहिँ बाघमुखे ढुङ्गा अरे। यो चाहिँ बाघमुखे ढुङ्गा अरे, यहाँ लेखेको छ। पदक भनेको त भ्यागुता यहाँनिर उचु निस्केको छ नि, ठ्याक्कै पदक जस्तै त छ। साइलुङ दोस्रो पालामको सुटिङ सुरु हुन लागिसकेको छ। सबै ड्रेस चेन्ज गरेर ओह्रालो झर्दैछौँ हामी। दोस्रो प्रोजेक्ट दोस्रो पालामको भिडियो सुट हुन आँटेको छ। अब अहिले थोरै खिचिन्छ अनि भोलि कम्प्लिट गरेर हामी भोलि फर्किन्छौँ काठमाडौँ। भोलि र आजको भिडियोहरू पनि हल्का देखाउँछु तपाईहरुलाई। आजको दिनलाई प्याकअप गर्न लाग्यौँ हामीले यहाँनिर। भोलि सकाएर चाहिँ अनि काठमाडौँ प्याकअप हुन्छौँ। अलिक हाँस्दिनु मुसुक्क स्याबास। ल बस्नुस् त, ल तपाईँ जानुहोस्। हँसाउनु पर्छ नि, अनि मात्रै मुडमा आउनुहुन्छ नि, नत्र त के। घाम यतातिर डुब्न आँटेछ। यो सबै जङ्गल हो, यो हरियो वन। अनि लाइटले त्यस्तो राम्रो देखेको छैन, सबै डुसो लागेको छ। अब चाइना मिनी ग्रेट वाल उठा यहाँ छ। यहाँनिर भोलिको सुट। यहाँबाट पनि तल झर्नुपर्छ हामी। अब हामी यहाँ छौँ। अघि तपाईँहरूले मेरो टोलीहरू यहाँ जाँदै हुनुहुन्छ। पछि कति ब्युटिफुल छ भनेर साध्यै छैन। हिउँ ढकमक्कै पऱ्यो भने त कस्तो देख्छ। ओके बाई बाई गाइज, आजको लागि बाई बाई। भोलि भिडियो खिचेर तपाईँहरूलाई म देखाउने नै छु। भीमसेनको तरबार राख्ने ठाउँमा आइपुग्यो त नि। भीमसेनको तरबार। अब यहाँ कहाँ छ तरबार? तरबार हेर्न जाँदैछौँ। एमपीको तरबार ए तरबार छापको बल्ल छ म। ए हो त रहेछ त ठ्याक्कै यस्तो तरिका 1300 वाला। हो रहेछ। ल मेरो त लाइटले देख्दैन क्या। ओहो यो ठ्याक्कै ठ्याक्कै देखिँदो रहेछ। ल अरू जे भए पनि तरबारको नक्सा चाहिँ छ रहेछ। यति भएपछि हामी ढुक्क भयौँ। यो बोर्ड राखेको ठिकै हो। ल नत्र त रिस उठिसक्यो। यहाँ झोला राख्नुपर्छ। यहाँदेखि यहाँदेखि सर छिरेर पर्छ धानासेक बनाउने। त्यो नै परदेखि हिँडेर ल्याएको छु नि अघि हिजो। त्यो हिँड्दा ल्याएको चाहिँ यहाँ जोड्नुपर्छ। सम्पूर्ण प्राविधिक मित्र लगायत कलाकार जीवहरू चाँडोभन्दा चाँडो यस हाम्रो सुटिङ स्थलमा आइदिनु हुनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। आसाम कुन ठाउँमा बस्नु? आसाम यता ओदलगुडी छ। ओदलगुडी।
आज कस्तो मौसम खुलेर हिमालय कस्तो दामी देखिएको छ बा। आज लास्ट सुट हाम्रो सुटिङको लास्ट दिन हो। साइलिङ चाइना मिनी ग्रेट वाल नेपालको यहाँ सुट भइरहेछ। अहिले चाहिँ हामी ठ्याक्कै सैलुङ डाँडाको यो मिनी ग्रेट वालबाट तल झरेर यो जुन झन्डा राख्नुभएको रहेछ यहाँबाट भ्यू खिच्दैछु म। यो भयो सैलुङको मिनी ग्रेट वाल। यता पुरै जङ्गल छ, फुल जङ्गल। अनि यहाँ चाहिँ होटल रेस्टुरेन्टहरू पनि यहाँ बन्दै रहेछ। घुम्न आउँदाखेरि सुटिङ युनिट आउँदाखेरि चाहिँ बस्ने व्यवस्था, खाने खाजा खाने व्यवस्था सबै यहाँ हुँदो रहेछ। ओ सरी, यहाँ त आलु पो रोपेको रहेछ हौ। सरी, ओके। त्यति यहाँबाट यहाँ माथिको सुट सकेर अहिले हामी यो कुनामा आइपुग्यौँ, यो डाँडामा। अब यहाँनिर खिच्नेछौँ। अन्त यहाँ टिकटक बन्दैछ। यहाँबाट फेरि पारि कस्तो दामी छ क्या यो त्यो बस्ती। यो गाउँ कस्तो दामी छ, एकदम दामी बबाल लाग्यो। अब यहाँबाट हामी बसेको हिजो अनि अस्तिको दिन बसेको रेस्टुरेन्ट चाहिँ हो यो निलो। यहाँबाट हाम्रो साथीभाइहरू यता माथि हुनुहुन्छ। बोजू सेवारो बोजू से बोजू नभन्नु, मेरो छोरी दिन्छु भनेको सासू सेवारो सासूमा केनुरा के वाई बी दुवारा वाया आइनको थेजु के यो के री पाङमिरे कि इतायाङ दुवारा वाया यो सोसो लराङ चोकमा फंगो ते इग्याङ वेगे बारो नारङ स्याङलो अहिले हामी ठ्याक्कै यहाँनिर सैलुङको त्यो डाँडादेखि मुनिको यो मिनी ग्रेट वालको छेउमा हाम्रो पालमको सुट भइराखेको छ। विवश नेम्बाङ दाजुको र दिलु दिदीको, दिलु मादेन दिदीको मेन भोकलमा रहेको पालमको टाइटल त के हो थाहा छैन मलाई। हाम्रो सुटिङ भइरहेछ यहाँनिर। बालकुमारी दिदी, अहिले तपाईँ कहाँ हुनुहुन्छ खासमा? सैलुङको डाँडामा छु, कालपानीमा। के गर्न आउनु भएको? सुटिङ गर्न आएको। सुटिङ गर्न आउनु भएको? कस्तो हुँदैछ अनि सुटिङ आजको? हल्का रमाइलो भएको छ, अलिअलि खुट्टा दुखेको छ। रमाइलो भइरहेछ। ल नामले देखिनु भएको छ हाम्रो बालु दिदी। बालु दिदी रे, प्यारो नाम चाहिँ बालु अरे है उहाँको। हाम्रो यहाँ हुनुहुन्छ ह्यान्डसम दाजु, गायक नायक सबै हिमाल लिम्बू लेछर्बो दाजु। मैले अलिक
खाल्लो बिर्से भन्नु नमिले अनि कस्तो भइरहेछ सुटिङ आजको दाजु फर्स्ट अफ अल त हामी यो साइलुङमा आएर रमाइलो गरिरहेछौँ हजुर र विशेष धन्यवाद चाहिँ बाल कुमारी लिम्बू अनि दिलु लिम्बू उहाँहरूलाई यो श्रेय जान्छ हजुर र पालन दुईटा हामी खिचिरहेछौँ जाडो भए तापनि रमाइलो भइरहेछ हजुर ओके अब यता बोजूलाई सोध्छु म बोजू भन्नुहोस् न खै के भन्नु बोजूले त केही आउँदैन आज कहाँ हुनुहुन्छ तपाईँ अहिले यसरी चिटिक्कै भएर लिम्बुनी बोजू यहाँ के अरे साइलुङ भन्ने ठाउँमा अनि यसो रमिता हेर्नु पनि अनि सुटिङ पनि गरौँ भनेर साथीहरूले लिएर यहाँ सुटिङ गरिँदैछ है नाति रमाइलो भइरहेछ सम्झना बुढेसकालमा एउटा मेमोरी रहोस् भनेर यो बुढी मान्छे पनि यसरी हिँडिराखेको छु है एकदमै राम्रो पछि तपाईँको नातिनी बुवा नातिनी के भन्छ बुहारी पनाती सम्मान तपाईँलाई हेर्नुहुन्छ हो त्यसैको लागि म जोड गरेको है ल एकदमै यसो म त सैलुङको डाँडासम्म बोजूहरू हिँडेर जानुहुन्छ हामीलाई कति गाह्रो हुन्छ है अनि हाम्रो यता बोजूलाई कस्तो लागिरहेछ बोजूलाई साह्रो रमाइलो लागेको छ नाति हजुर फेरि पनि आउनु पाओस् भनेर जपिरहेको छु ल सैलुङ फर्स्ट टाइम आउनु भएको होला नि फर्स्ट टाइम आएको म कस्तो लाग्यो त नि सैलुङ बेसरी रमाइलो लाग्यो पालामको सुटिङमा आउनु भएको छ पालाम धान नाच्नु कतिको रमाइलो भयो हजुर रमाइलो भएको छ धान नाचको सुटिङ रमाइलो भएको छ धान नाच्नु रमाइलो भएको छ रमाइलो लागेको छ आफ्नो संस्कार संस्कृति बचाइराख्नुलाई यो बोजू पनि जोरदार बल गरिरहेको छु एकदमै राम्रो कुरा हामी पनि अब बोजूहरूबाट सबै कुराहरू सिक्ने क्रम जारी छ मेरो पनि भन्नुपर्छ म त सानो फुच्चे केटो अब गएँ ल बोजू धन्यवाद यसैमा लाउने रिबन डोरी दिदीलाई धेरै धेरै धन्यवाद यस्तो मिठो सहकार गर्न पाइयो सधैँ यस्तो सहकार्य गर्न पाऊँ यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ल सेवाहरू भाग्यमानी हुनु बाबु भाग्यमानी हुनु हिँड्नु आधा से आधुके म हिँड्नु अलिक अखे सधैँभरि सहकार गर्न पाइरहेको ल यो त मेरो भाइ धेरै खुसी लाग्यो हामी सधैँभरि यसरी सहकार गर्न पाइरहेको लुगा 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 खिच्पछि धन्यवाद भाइहरुलाई भयो अन्जानी लाङ्गीले छुट्टिछु आसुसे ला होइन माफी माग्नुपर्छ है अजानमा खुट्टाले छुयो होला सुटिङमा कति नजानी नजानी गल्ती बोलियो होला माफ गर्नु होला एउटा परिवार भएर हिँडेपछि तलमाथि हुन्छ आज बेलुका काठमाडौँ नपुग्नेसम्म सँगै होला ट्याक्क भन्नुभयो दाजु प्याकअप भइसकेको प्याकअप यहाँ पनि
फाइनली सुटिङ सकिएर हामी अब ओह्रालो आलुबारीमा मार्छ होला हौ आलु कुल्चेर हजुर म आएँ ए मेरो ऊ पनि छ बट्टामी नि ल्याउनु ल यहाँनिर पर्छ यहाँ दो बाटोमा भेटौँ अब गाडी आयो नि त चिन्ता नगर्नु न गाडी चढ्ने क्रम जारी छ खोर पो भनेछ खोर सैलुङ डाँडालाई बाई बाई गऱ्यौँ है हामीले हिमाल त थुनेको छौ